प्राय इन्डियाको लोकसेवामा सोधेको प्रश्न नेपालको लोकसेवाले सोधिराखेको हुन्छ, त्यहाँबाट प्रश्न तानिराखेको हुन्छ। यो इन्डियाको युपिएससीमा सोधेको एउटा यो प्रश्न हेर्नुहोस् है त। यदि ए इक्वल टु 5, बी इक्वल टु 29, सी इक्वल टु 19 भए एचको भ्यालु निकाल्नुहोस् भनेको छ। यहाँ लजिक के लागेको छ सबैभन्दा पहिले हामीले त्यो बुझ्न जरुरी छ। हेर्नुहोस् है, ए इक्वल टु 5 निकाल्नलाई पक्कै पनि एमा के जोडेको छ, ए को प्लेस भ्यालु भनेको 1 हो। यो 1 मा के गरेको छ, 4 जोडेको छ। 1 मा 4 जोड्दा कति हुन्छ, 5 हुन्छ। 4 किन जोड्यो, किनकि ए भन्दा पछाडि के आउँछ, बी आउँछ। त्यो बी लाई के गरिदिएको छ, स्क्वायर गरेको छ। ए प्लस बी को स्क्वायर गर्दा 5 भइहाल्यो। अब बी इक्वल टु 29 ल्याउनु पर्यो। फेरि बी को प्लेस भ्यालु कति हो, बी प्लस सी को स्क्वायर गर्दा त पुग्दैन पक्कै पनि, किन सी भने 3 9 नै हुन्छ। सी को क्युब गरेको छ। हेर्नुहोस्, 2 प्लस सी भने 3 को क्युब, 3 को क्युब भने 3 3 9 27, 27 मा 2 जोड्दा कति भयो, 29 भयो। हाम्रो लजिक मिलिरहेछ। त्यसो भए सी मा के गर्नु पर्यो, सी प्लस डी को क्युब गर्दा धेरै ठुलो भइहाल्छ। डी को पक्कै स्क्वायर गरेको छ। त्यसपछि 3 प्लस 4 चौको, डी को प्लेस भ्यालु 4, 4 चौको 16 गरेको छ। भनेको कति आयो, 19 आइहाल्यो। हेर्नुहोस्, हाम्रो मिलिहाल्यो। त्यसो भए एचमा स्क्वायर गर्ने कि क्युब गर्ने तपाईहरुले यो कन्फ्युज भइन्छ। अब एचमा गर्नलाई कसरी थाहा पाउनु पर्यो, सुरुमा के गरेको छ, ए प्लस बी को स्क्वायर गरेको छ। त्यसो भए बी प्लस सी को क्युब गरेको छ। सी प्लस डी को स्क्वायर को पालो क्युब स्क्वायर क्युब स्क्वायर, फेरि क्युब को पालो आयो। डी प्लस ई हुनु पर्यो हैन, ई प्लस एफ हुनु पर्यो, एफ प्लस जी हुनु पर्यो, जी प्लस एच हुनु पर्यो, एच प्लस आई हुनु पर्यो। तपाईले बुझ्नुहुन्छ, स्क्वायर क्युब स्क्वायर क्युब स्क्वायर क्युब स्क्वायर र क्युब हुनु पर्यो। त्यसो भएपछि एच भन्दा पछाडि के आउँछ, एच भन्दा पछाडि आई आउँछ। हेर्नुहोस् त, आईमा गर्दाखेरि के गर्नु पर्दो रहेछ, क्युब गर्नुपर्छ, किनकि सुरुमा स्क्वायर अनि क्युब, स्क्वायर क्युब स्क्वायर क्युब स्क्वायर क्युब, किनकि आईमा हामीले के गर्नु पर्यो, क्युब गर्नु पर्यो प्लेस भ्यालु राखेर। एचको प्लेस भ्यालु कति हुन्छ, एचको प्लेस भ्यालु 8 हुन्छ। प्लस आई त हामी क्युब गर्नुपर्ने, यहाँ लजिक यहाँबाट थाहा पाइसक्यौँ। 9 को के गर्नु पर्यो, क्युब गर्नु पर्यो। 8 प्लस 9 को क्युब हुनु पर्यो। अब 8 मा के जोड्नु पर्यो, 9 को क्युब। 9 को क्युब तपाईलाई थाहा भइहाल्छ। 9 को क्युब भने कति हुन्छ, 729 हुन्छ। 729 यो जोड्दाखेरि कति भयो, 737 भयो। जुन हाम्रो करेक्ट अप्सन चाहिँ कुन भयो, अप्सन बी भयो। अर्को प्रश्न हेर्नुहोस् त, एकदम च्यालेन्जिङ क्वेसन। 5 प्लस 3 प्लस 2 इक्वल टु 15 10 22, 9 प्लस 2 प्लस 4 इक्वल टु 18 36 74, 8 प्लस 6 प्लस 3 इक्वल टु 48 24 23 भए 7 प्लस 2 इक्वल टु के हुन्छ भनेर दिएको छ। यहाँ 4 वटा अप्सन दिएको छ। यदि तपाईहरु पनि यो मिलाउन सक्नुहुन्छ भने सबैजनाले कमेन्ट गर्नुहोस् है त।